नमस्ते। नमस्ते। अनि तपाईलाई म एउटा सानो प्रश्न गर्न गइरहेको छु। तपाईको यो स्कुल अनि त्यो 37 वर्षको कार्यकालमा चाहिँ विद्यार्थीहरू कतिको तपाईले राम्रो पाउनुभयो शिक्षामा, ज्ञानमा हैन, अनुशासनमा? पहिला विद्यार्थीहरूमा मलाई के लागेको छ भने जब यो ग्रेडिङ सिस्टम आउनुभन्दा अगाडि विद्यार्थीहरू अनुशासनमा बढी अनुशासित थिए भने किन थिए त भने शिक्षकहरूप्रति वफादारी थिए। उनीहरूले अब गुरुहरूप्रति नराम्रो भावना राखियो भने हामीलाई केही असर पर्छ कि भन्ने सोच थियो भने अहिले त हामी हाजिर भए पास हुनु पाइन्छ। पास फेलको उनीहरूलाई डर नै छैन। त्यसैले मोबाइलमा मात्र लिप्त छन्। त्यसैले मोबाइलमा लिप्त नहुनु होला भनेर विद्यार्थीहरूलाई अनुरोध गर्दछु। आफ्नो पढाइको सिलसिलामा अहिलेका विद्यार्थीहरू भन्दा पहिलेका विद्यार्थीहरू बढी अनुशासित थिए जस्तो लाग्छ मलाई। पहिलेको धेरै थियो है, अनुशासित थिए। अनि पढाइमा पनि धेरै ध्यान दिने खालके थिए। अहिले आफूले पहिले पढाएको विद्यार्थीहरू कहाँ पुग्नु भएको छ पास भएर? पास भएर सबै अब कोही अमेरिका, कोही अस्ट्रेलिया, कोही अब विदेशहरू छन् भने कोही नेपालमै बने, कोही इन्जिनियर छन्, कोही डाक्टर छन्, कोही टिचर छन्, जतासुकै जहाँ गए पनि भेटिन्छन्। अनि तपाईहरु धेरैजना तपाईको त्यो स्कुल सिबाङको स्कुलमा चाहिँ कतिजना चाहिँ टिचरहरू हुनुहुन्थ्यो पहिले? अब सुरुमा म आउँदा 16 जना थियौँ। 15-16 जना थियो। दरबन्दी नै दरबन्दी अनुसार मात्रै थिए, बढी थिएन। हजुर। प्राविमा 4 जना थिए, निमावि 4, 8 अनि मावि 6 थियो। 14 जनाको दरबन्दी थियो। त्यसपछि एउटा सिंह गयो, माविमा 5 भयो। अनि यता प्राविमा थपियो, फेरि प्राविमा पनि 5 भयो, 5 10 भयो। निमावि घटेर 3 भयो। 13 जनाको दरबन्दी स्वीकृत छ भने अरू कम्प्युटर टिचर अबदेखि लिएर नन टिचिङ स्टाफ अनि अहिले बाल शिक्षामा पनि छन् 2 जना। अनि होस्टेलको कर्मचारीहरू छन् 3 जना गरेर अहिले हाम्रो 25-26 जनाको स्टाफ थियो म छोड्ने बेलामा। अहिले छोड्ने बेलामा कतिजना हुनुहुन्छ अरे? 26 जनाको स्टाफ थियो। 26 जनाको स्टाफ हुनुहुन्छ। अनि 26 जनाको स्टाफको घरमा चाहिँ कसैसँग पनि रिसिभी गुनासो यता रिसाउने ठुसिने हैन, रिसिभी कुनै कुराको विषयको गुनासो आइसक्नु भएको छ कि थिएन त्यो वर्ष? गुनासो त मैले व्यक्तिगत रूपमा गुनासो कसैसँग पनि भएको थिएन। मैले जति पनि स्टाफहरू, सर म्याडमहरू अनि विद्यालयका विद्यार्थीहरू